बिरामी हुनुहुन्छ भनेर भेट्न आएका हुँ जाति अनि फिर लाओ बिरामी हुनुहुन्छ भन्दा उसी हुनुहुन्थ्यो सबैभन्दा तगडा बहिनी भएकी तगडा हुनुहुन्थ्यो तपाईँ। अहिले के भयो तपाईँलाई? अब बुढेस्ता एक दिन सबै हुन पर्छ, यस्ता दिन सबैको आउँछन्, टेन्सन नगर्नुहोस्। छोराछोरी गतिला छन्, साह्रै माया गर्छन्, साह्रै सुसार गरेका छन्। यसमा खुसी भएर बस्ने हो। एक दिन सबै बुढो हुने हो, एक दिन सबै मर्ने हो, हामी माथि होइन। एकदम खुसी भएर बस्नु। यस्तो स्याहार सुसार कसैको मिल्दैन। हेर्नु सबैका छोरछोरी छन् तापनि कोहीका विदेश छन्, कोहीका कहाँ छन्, कति दुःख पाएका छन् मान्छेले। तपाईँलाई यो त भाग्यमा ल्याएर आएको हो। तपाईँले कुन मन्दिरमा फुल फाल्नु रहेछ र यस्ता छोरछोरी पाउनु हो। यस्ता छोरछोरी त कसैका हुन्नन्। यति माया गर्ने, यति स्याहार गर्ने यस्ता छोरछोरी कसैका हुन्नन्। हेर्नु यो खुसी हुन पर्छ। तपाईँ एकदम खुसी हुनु। ठिकै छ, बिमार सबै भइन्छ अनि बुढो सबै भइन्छ। एकदम राम्रो छ। शान्त भएर बस्नु। स्याहार सुसार गरेका छन्। एक दिन मर्ने त सबै हो। गर्छौँ नि हामीले, किन नगर्ने हो। फोन गरिरहन्छौँ अनि के छ कस्तो छ भन्छौँ। अब झट्ट भेट्न आउने ठाउँ परेन, टाढा पर्यो। अब म पनि बुढी भएँ, अब म पनि हत्त एक्लै निक्लेर आउनु सक्दैन। मलाई पनि एउटा सहारा चाहिन्छ। त्यही भएर छोराले सहारा ठिकै छ भन्न पर्यो। भयो होला अब यति पुग्यो। आज तिन्न कुरा गरिरहन्छौँ। नन्दलालले मैले त कुरा गरिरहन्छौँ। 10 फेर कुरा गरिरहन्छौँ। किन आत्तियोस् अनि उसलाई थाहा छ ऊ नभएर नआएको हो। अब भ्याउँदाखेरि अब यो हिउँदे बिदा हुन्छ, जाडो बिदा, त्यसमा जाने भन्थ्यो, त्यति आउँछन्। टेन्सन नगर। अब के भने उसलाई पनि छोरछोरी पढाउन पर्यो, उसलाई पनि लभरी छ।